लेभलसम्मको एप्स चाहिँ गेन गर्न सक्नुहुन्छ इजिली नै। जस मैले जुन एक्सर्साइज गर्छु त्यही एक्सर्साइज नै भन्न गइरहेको छु म चाहिँ। सो हेलो गाइज, वेलकम टु माई न्यू भिडियो। अनि यो भिडियो चाहिँ मैले एप्सको ट्युटोरियलको लागि बनाएको हो। यो चाहिँ फुल भिडियो चाहिँ एप्सको ट्युटोरियल नै हो। एप्सको लागि मैले कुन कुन एक्सर्साइज गर्छु म तपाईँहरूले त्यो एक्सर्साइज भन्न गइरहेको छु। तपाईँ पनि अब म तपाईँहरूले एक्सर्साइज देखाउन गइरहेको छु एप्सको। जस तपाईँहरूले पनि घर एट होम घरमा गरेर चाहिँ तपाईँहरूले चाहिँ यो लेभलसम्मको एप्स चाहिँ गेन गर्न सक्नुहुन्छ इजिली नै। जस त्यति अप्ठ्यारो एक्सर्साइज पनि भन्दिनँ। जस मैले जुन एक्सर्साइज गर्छु त्यही एक्सर्साइज नै भन्न गइरहेको छु म चाहिँ। जस घरमा फलो गर्नु होला, देन यु विल गेट दिस टाइप अफ एप्स एट योर होम इजिली। जस ल भिडियोको स्टार्ट गरौँ। ल पहिलो एप्सको वर्कआउट चाहिँ यही नै हो। यसको चाहिँ नाम अलिक मलाई थाहा भएन, त्यसको लागि म तपाईँहरूलाई सरी भन्न चाहन्छु। अनि यो एक्सर्साइज गरेपछि चाहिँ तपाईँहरूको ह्यान्डको ग्रिप पावर बढ्ने र तपाईँहरूको 6 एप्स चाहिँ मजाले नै बन्ने गर्दछ। अनि एप्सको लागि दोस्रो एक्सर्साइज चाहिँ यो हो, देख्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ यो एक्सर्साइज गर्दा चाहिँ तपाईँहरूको खुट्टा चाहिँ स्ट्रेट हुनुपर्दछ। जसले गर्दा तपाईँहरूको नट ओन्ली 6 एप्स 8 वा 10 एप्ससम्म चाहिँ मजाले नै बन्ने गर्दछ। अनि यो एक्सर्साइज चाहिँ स्पेसल्ली तपाईँहरूको लोवर एप्सको लागि। ल थर्ड नम्बरमा चाहिँ यो एक्सर्साइज रहेको छ, जस तपाईँहरूको साइड एप्सको लागि। अनि यो चाहिँ धेरै नै महत्त्वपूर्ण मोस्ट इम्पोर्टेन्ट पार्ट अफ योर एप्स, धेरै नै इम्पोर्टेन्ट पार्ट हो। जस मजाले कन्सन्ट्रेट भएर चाहिँ फर्महरू मिलाएर चाहिँ गर्नु होला। ल अब त भयो ह्याङ्गिङ एप्सको वर्कआउटहरू। अब चाहिँ नन ह्याङ्गिङ नटङ्गिएर गर्ने एप्सको वर्कआउटहरू म तपाईँहरूले भन्न गइरहेको छु र देखाउनु पनि गइरहेको छु। जस्ट हेर्नु। र पहिलो एक्सर्साइज रहेको छ हाफ सिटअप फर योर 6 एप्स। तपाईँहरूको अप्पर एप्सको लागि हाफ सिटअप रहेको छ। फुल चाहिँ कहिले पनि हान्नु हुँदैन, किनभने फुल हानेपछि चाहिँ जस तपाईँहरूको एप्स चाहिँ रेस्टमा जाने गर्दछ। त्यसैले चाहिँ जहिले पनि हाफ हान्नु होला फर बेटर एप्स। अनि दोस्रो एक्सर्साइज रहेको छ यो, अनि यसको पनि मलाई अलिक नाम थाहा भएन, तर यो एक्सर्साइजले चाहिँ तपाईँहरूको लोवर एप्समा चाहिँ हिट गर्ने गर्दछ। जसले गर्दा तपाईँहरूको 6 एप्स नभई 10 वा फिर 8 एप्ससम्म चाहिँ मजाले नै बन्ने गर्दछ। अनि थर्डमा रहेको छ यो एक्सर्साइज फर योर साइड एप्स। यदि यो एक्सर्साइज चाहिँ तपाईँहरूले डिफिकल्ट लाग्यो भने चाहिँ, जस फर्म मिलाउन गाह्रो भयो भने चाहिँ जस तपाईँहरूले चाहिँ यसको साटोमा यो एक्सर्साइज गर्न सक्नुहुन्छ। यो दुवै एक्सर्साइज चाहिँ जस तपाईँहरूको सेम बडी पार्टको लागि नै हो। जस जुन सहज लाग्छ जस त्यो गर्नु होला। तर यदि तपाईँहरू यो सक्नुहुन्छ भने चाहिँ जस यो नै गर्नु होला, किनभने यो चाहिँ धेरै नै हिट गर्ने गर्दछ तपाईँहरूको बडी पार्टमा चाहिँ। ल यति नै हो गाइस यो एप्सको ट्युटोरियल भिडियो। अनि मैले जुन एक्सर्साइजहरू गरेँ जस त्यो एक्सर्साइजहरू गर्नु। पहिला फर्म मिल्दैन, पछि गएर फर्म पनि मिल्छ। कन्सिस्टेन्ट हुनु त्यो वर्कमा चाहिँ, देन यु विल गेट दिस टाइप अफ ABS at your home easily. Not only 6 apps, you can get 8 apps or 10 apps, because this all exercise can make your 8 and 10 packs also. Okay, त्यसैले यिनी एक्सर्साइजहरू चाहिँ ट्याक्क गर्नु घर त्यो समय मिलाएर ट्याक्क एउटा टाइममा गरिरहनु डेली, या फिर हुँदैन भने हप्तामा 1 या 2 चोटि मात्र गर्नु। ल त्यति भन्दै के कस्तो लाग्यो भिडियो मन परेमा लाइक सब्सक्राइब गर्नु होला। अनि अर्को कुन बडी पार्टको चाहिँ ट्युटोरियल बनाऊँ जस त्यो पनि कमेन्ट डाउन गर्नु होला। यति भन्दै यो भिडियोबाट म बिदा दिन चाहे। ल हस् त, धन्यवाद।